एज अ सेड इन माई प्रिभियस भिडियो, तपाईँले चाहिँ आफ्नो लुक्सलाई आफ्नो हेल्थसँग लिङ्क गरेर हिँड्नुपर्ने हुन्छ। यसको बेस्ट इक्जाम्पल चाहिँ स्किन क्वालिटी हो। बिकज तपाईँको हेल्थ ठिक ठाउँमा छैन भने तपाईँले जतिसुकै प्रडक्ट लगाए पनि तपाईँको स्किन राम्रो हुने छैन। सो त्यही भएर तपाईँले चाहिँ आफ्नो हेल्थलाई इम्प्रुभ गर्नुपर्ने हुन्छ इन अर्डर टु गेट अ गुड स्किन। नमस्ते, स्वागत छ सबैजनालाई मेरो नयाँ भिडियोमा। र आजको भिडियोमा हामी यही स्किनकै बारेमा कुरा गर्न लागेका छौँ र स्किनलाई चाहिँ कसरी इम्प्रुभ गर्ने, कसरी एउटा क्लियर स्किन पाउने भन्ने कुरो डिस्कस गर्न लागेका छौँ। लेट्स गेट स्टार्टेड। स्किन प्रब्लम्स तपाईँको दुई खालको हुन सक्छ। पहिलो भनेको चाहिँ त्यस्तो नि सिरियस हुँदैन, नर्मल तपाईँको पिम्पल एक्नेहरू हुन्छ। र दोस्रो भनेको चाहिँ तपाईँको एकदमै सिरियस हुन्छ, जसमा चाहिँ तपाईँको एक्ने स्कार्सहरू हुन्छ, दिस टाइप अफ स्किन प्रब्लम्स। सो इफ तपाईँको पहिलो प्रब्लम छ भने तपाईँ घरमै आफ्नो हेल्थलाई इम्प्रुभ गरेर सँगसँगै थोरै स्किन केयर गरेर पनि तपाईँले आफ्नो स्किनलाई इम्प्रुभ गर्न सक्नुहुन्छ। बट इफ तपाईँको सेकेन्ड कन्डिसन छ भने चाहिँ त्यस्तोमा तपाईँले डर्माटोलोजिस्टलाई भिजिट गर्नुपर्ने हुन्छ। बिकज नर्मली भन्न सकिँदैन के कस्तो प्रब्लम छ भनेर। सो डर्माटोलोजिस्टलाई चाहिँ देखाउनु होला एकचोटि इफ तपाईँको त्यस्तो केही प्रब्लम छ भने। ओके, सो अब हामी पहिलो टाइप अफ स्किन प्रब्लमलाई चाहिँ फिक्स गर्ने सल्युसन्सहरूको बारे डिस्कस गरौँ है त। सो पहिलो पोइन्ट यहाँ आउँछ इम्प्रुभ डायट एन्ड लाइफस्टाइल। सो एउटा राम्रो हेल्थको लागि चाहिँ तपाईँले राम्रो खानेकुरा खानुपर्ने हुन्छ, राम्रो डायट खानुपर्ने हुन्छ। तपाईँको डायटमा चाहिँ सबै कुरा पुगेको हुनुपर्छ, खास गरी प्रोटिन। बिकज हाम्रो नेपाली डायटमा चाहिँ प्रोटिनको त्यति केही खानेकुराहरू हुँदैन। सो त्यही भएर हामीले आफ्नो प्रोटिन गोललाई चाहिँ हिट गर्नुपर्ने हुन्छ। सँगसँगै तपाईँको बाहिर पाउने जति पनि जङ्क फुडहरू हुन्छ तिनीहरूमा तपाईँको सोडियम एकदमै धेरै हुन्छ, जसले गर्दा तपाईँको फेस ब्लोटेड हुनसक्छ। उनीहरूमा भएको ओइलले गर्दा तपाईँको एक्ने पिम्पलहरू आउन सक्छ, तपाईँको स्किनलाई एकदमै अनक्लियर बनाउन सक्छ त्यस्तो खानेकुराहरूले। सो त्यस्तो खानेकुराहरू चाहिँ अभोइड गर्नु होला। स्पेसिफिकली स्किनलाई लिएर हिँड्ने हो भने चाहिँ तपाईँको एउटा कम्पाउन्ड हुन्छ बेटा क्यारोटिन भन्ने, जुन चाहिँ तपाईँको क्यारेट्सहरूमा पाउने गर्दछ। क्यारेट्स, स्विट पोटेटोज एटसेट्रा पाउने गर्दछ, जसले तपाईँको स्किनलाई चाहिँ एउटा ग्लोइङ लुक दिन्छ। क्यारेट, स्विट पोटेटोज मात्र नभएर तपाईँको लिफी भेजिटेबलहरूमा पनि हुने गर्दछ। सो तपाईँले त्यो ग्रिन लिफी भेजिटेबल्स अर क्यारेट्स अर स्विट पोटेटोज नि इन्क्लुड गर्नुपर्ने हुन्छ टु गेट अ ग्लोइङ स्किन। खानेकुरा मात्र भएर हुँदैन, तपाईँको लाइफस्टाइल नि राम्रो हुनुपर्छ। तपाईँले धेरै स्ट्रेस लिनुभयो भने तपाईँको स्किन एकदमै बिग्रिनेछ। सो स्ट्रेस त्यति नलिनु होला। इफ त्यस्तो केही प्रब्लम छ भने मेडिटेसनहरू गर्नु होला। सँगसँगै तपाईँको स्लिप पनि पुगेको हुनुपर्छ, 7 to 9 आवर्स चाहिँ सुत्नै पर्ने हुन्छ तपाईँले। त्यस सँगसँगै तपाईँले पानी पनि पिउनु पर्ने हुन्छ। तपाईँको बडीलाई चाहिँ 3 to 4 लिटर्स अफ वाटर चाहिन्छ एक दिनमा। सो तपाईँले त्यति पिउनु होला, आफ्नो वाटर गोल हिट गर्नु होला। सो यसरी तपाईँले आफ्नो डायट र लाइफस्टाइललाई चाहिँ मेन्टेन गर्नुभयो, इम्प्रुभ गर्नुभयो भने तपाईँले आफ्नो स्किनमा पनि एकदमै इम्प्रुभमेन्ट देख्नुहुन्छ। मेरो पनि पहिला स्किन चाहिँ अनक्लियर थियो, बट मैले आफ्नो डायट लाइफस्टाइलहरू सुधारेपछि मेरो अहिले देख्न सक्नुहुन्छ राम्रो भएको छ स्किन। अब यति गरिसकेपछि तपाईँको मोस्ट अफ द स्किन प्रब्लम चाहिँ हराउनेछ। बट स्टिल तपाईँले एउटा क्लियर स्किनलाई मेन्टेन गर्नलाई चाहिँ स्किन केयर रुटिन बनाउनु पर्ने हुन्छ। धेरै कम्प्लिकेटेड नि हुनु पर्दैन, सिम्पल तपाईँले फेस वास, मोइस्चराइजर र सनस्क्रिन यो तीनटा कुरालाई चाहिँ इन्क्लुड गर्नु भने मजाले पुग्छ। पहिलो भनेको तपाईँको फेस वास भयो, नभए क्लिन्जर भयो। यसले चाहिँ तपाईँको फेसमा जति पनि डस्टहरू हुन्छ त्यो सबैलाई सफा गर्ने गर्दछ। सँगसँगै यसले तपाईँको स्किनलाई अलिकति ड्राई नि पार्छ। त्यही भएर तपाईँले मोइस्चराइजर इन्क्लुड गर्नुपर्ने हुन्छ आफ्नो स्किनलाई मोइस्चराइज गर्न। बट इफ तपाईँको स्किन चाहिँ ओइली नै हुन्छ भने तपाईँले मोइस्चराइजर नलाउँदा पनि भयो। अरू तपाईँको सर्टेन एरियाजमा मात्र ड्राई हुन्छ भने तपाईँ त्यो एरियाजमा मात्र मोइस्चराइजर लाउनु होला। जस्तै मेरो लागि चाहिँ यहाँनिर र ओठको छेउछेउतिर चाहिँ ड्राई हुने गर्दछ। म चाहिँ नर्मली यही एरियाहरूमा मोइस्चराइजर लाउँछु, अरूतिर अभोइड नै गर्छु बिकज मेरो अरूतिर ओइली छ। विन्टरमा चाहिँ मेरो स्किन ड्राई नै हुने गर्दछ। सो विन्टरमा चाहिँ म फेसभरि नै मोइस्चराइजर लाउँछु। सँगसँगै बाहिर जाँदा तपाईँले सनस्क्रिन लाउनु पर्ने हुन्छ बिकज सनले चाहिँ तपाईँको स्किनलाई एकदमै ड्यामेज गर्न सक्छ। डाइरेक्ट सनलाइटले चाहिँ तपाईँको फेसलाई छिटै एज गराउन सक्छ। त्यही भएर एउटा राम्रो सनस्क्रिनमा नि इन्भेस्ट गर्नु होला। र मेरो स्किन केयर रुटिन चाहिँ दिनमा 2 चोटि हुन्छ। पहिलो भनेको बिहान, दोस्रो भनेको बेलुका सुत्नु अघि। तपाईँहरूले नि इफ गर्नुहुन्छ, इफ तपाईँले भर्खर थाल्नु भएको भने 2 चोटि भन्दा बेसी नगर्नु होला। जति सिम्पल स्किन केयर रुटिन भयो त्यति राम्रो। सो यति गरिसकेपछि तपाईँको स्किन प्रब्लमहरू त सबै फिक्स हुनेछ। बट स्टिल तपाईँको स्किन अनक्लियर देख्नुको कारण भनेको फेसमा तपाईँको अनवान्टेड हेयरहरू हुनसक्छ। सो त्यसलाई चाहिँ तपाईँले ग्रुमिङ गर्नुपर्ने हुन्छ। एउटा म्यानको लागि चाहिँ ग्रुमिङ भनेको एकदमै इम्पोर्टेन्ट हो बिकज यसले चाहिँ तपाईँको फेसको लुकलाई नै चेन्ज गर्न सक्छ। इफ तपाईँको बियर्ड आउँछ भने द्याट्स ग्रेट होइन, फुल बियर्ड आउँछ भने त्यसलाई राख्नु होला। बट इफ तपाईँको बियर्ड प्याचिस छ, अलिअलि यता आउँछ, 2-3वटा आउँछ, जुन त्यस्तो क्लियरली आउँदैन भने चाहिँ त्यसलाई प्लिज काटिदिनु होला बिकज त्यसले चाहिँ तपाईँको फेसलाई एकदमै डर्टी देखाउनेछ। बेसिकली इफ कसैले हाइजिन मेन्टेन गर्छ भने चाहिँ त्यसले पक्कै पनि त्यसलाई सेभ गर्छ। दोस्रो भनेको तपाईँको अनवान्टेड हेयरहरू हुनसक्छ। जस्तै तपाईँको यहाँनिर हेयर आउन सक्छ, अरू तपाईँको फोरहेडमा आउन सक्छ, अरू तपाईँको नाकबाट निस्किया हुन्छ। नाकबाट निस्केको चाहिँ एकदमै नराम्रो देख्छ है, प्लिज त्यसलाई काट्नु होला।
र अरूतिर पनि तपाईँको इफ अनवान्टेड हेयरहरू आउँछ भने त्यसलाई काट्नु होला। मेरो यहाँनिर आउँछ, सो म यहाँ पनि क्लियर गर्छु सेभिङ गर्दाखेरि। र नर्मली पनि मेरो बियर्ड फुल चाहिँ छैन, त्यही भएर म क्लिन सेभ गरेरै राख्छु। तपाईँ डिफ्रेन्स देख्न सक्नुहुन्छ बिफोर क्लिन सेभ अनि आफ्टर क्लिन सेभ मेरो केसमा चाहिँ। सँगसँगै तपाईँको यहाँ नि हेयर आउन सक्छ यो आइब्रोजको बिचमा। मेरो नि आउँछ, म नि काट्छु, तपाईँ नि काट्न सक्नुहुन्छ, अरू तपाईँ थ्रेडिङ गर्न सक्नुहुन्छ। बट को त्यत्रो थ्रेडिङ गरिरहेको छ भनेर म नर्मली काटिदिन्छु, आफै काटिदिन्छु। त्यसले पनि तपाईँको फेसलाई एकदमै डर्टी लुक दिन्छ। सो इफ तपाईँको युनिब्रो पनि छ भने काटिदिनु होला। ओके, हाम्रो 3टा पोइन्ट चाहिँ यहीँ सक्यो है त। पहिलो भनेको तपाईँको डायट एन्ड लाइफस्टाइल, यसले चाहिँ तपाईँको स्किनलाई भित्रबाट हिल गर्दछ। अर्को भनेको तपाईँ स्किन केयर, यसले चाहिँ बाहिरबाट प्रोटेक्ट गर्दछ। र तेस्रो भनेको ग्रुमिङ, यसले चाहिँ तपाईँको स्किनलाई एउटा हाइजिनिक लुक दिन्छ, एउटा क्लिन लुक दिन्छ। यो 3टा पोइन्टलाई चाहिँ तपाईँले फलो गर्नुभयो भने तपाईँको स्किन पनि क्लियर हुनेछ, तपाईँको फेस नै क्लियर हुनेछ। र अरू केही स्किन रिलेटेड क्वेरिजहरू छ भने चाहिँ कमेन्टमा लेखिदिनु होला। आई होप यो भिडियो इन्फर्मेटिभ रह्यो होला। इफ रह्यो भने चाहिँ लाइक गरिदिनु होला र च्यानललाई नि सब्सक्राइब गरिदिनु होला। सँगसँगै यो भिडियो आफ्नो साथीभाइहरूसँग नि सेयर गरिदिनु होला। आजको लागि चाहिँ यति नै। थ्याङ्क्स फर वाचिङ। सी यू अगेन इन द नेक्स्ट भिडियो। बाई बाई।